मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस्। म संक्षिप्तमा कुरा राख्नको लागि सत्तापक्षका तर्फबाट मान्य सदस्य श्याम घिमिरेलाई म समय दिन्छु। संक्षिप्तमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, अहिले प्रतिपक्षले जुन ढङ्गले कुरा उठाइरहेको छ, मान्य सदस्यहरू आसन ग्रहण गरेर यो उहाँले के कुरा राख्नुहुन्छ सभा सञ्चालन गर्न मौका दिनुहोस्। गम्भीरतापूर्वक सुन्यौं, ध्यानपूर्वक सुन्यौं। मान्य सदस्य श्याम घिमिरे यहाँ आसन ग्रहण गर्नुहोस्। कुरा सुनिएन, त्यसले गर्दाखेरि मान्य श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्। मान्य श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्। माननीय सदस्यहरू, अब यो बैठक आजै आधी घण्टाको लागि स्थगन हुन्छ।